नमस्कार। अडियो समाचारमा यहाँहरूलाई स्वागत छ। म आकाश न्यौपाने अनि म इन्दिरा अधिकारी। आज हामी नेपाल राष्ट्र ब्याङ्कले हालै चालेको एउटा निकै महत्त्वपूर्ण कदमबारे कुराकानी गर्दैछौँ। राष्ट्र ब्याङ्कले दुईवटा भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेसको अनुमति पत्र मतलब लाइसेन्स खारेज गरिदिएको छ। हो, र यो खारेजी सामान्य प्रक्रियागत कुराले मात्र भएको होइन जस्तो छ। हो र? यसको पछाडि निकै गम्भीर आरोपहरू छन्, खास गरी हुन्डी र तस्करी जस्ता अवैध आर्थिक गतिविधिमा यी कम्पनीहरूको संलग्नता देखिएको भन्ने कुरा आएको छ। हुन्डी र तस्करी नै? ल, यसलाई अलि विस्तृतमा हेरौँ न त। यो निर्णय त असार 5 गते बिहीबार भएको रहेछ, होइन त? हो, भर्खरै। राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले नै पुष्टि गरे अनुसार यी दुवै कम्पनीहरूले अवैध वित्तीय गतिविधिमा सहयोग पुर्याएको भेटिएपछि यो कदम चालिएको हो। अनि पेवेल नेपालले त आफ्ना एजेन्टहरू मार्फत नै हुन्डी कारोबार मतलब ब्याङ्किङ प्रणाली छलेर गरिने पैसाको अवैध ओसार पसार गराएको देखियो रे। हो, अनि सजिलो पेको हकमा चाहिँ मर्चेन्टहरू आफैले नगद जम्मा गर्ने र झिक्ने जस्ता शङ्कास्पद गतिविधि गरेको पाइएको छ। मर्चेन्टले नै? यहाँ चाखलाग्दो कुरा के छ भने नि, यो विषय राष्ट्र ब्याङ्कको अनुसन्धानमा मात्र सीमित छैन, नेपाल प्रहरीले पनि यसलाई पुष्टि गरेको छ। ओहो, प्रहरीको संलग्नताले त विषयलाई झनै गम्भीर बनायो नि, होइन र? बिल्कुल, कुरो गम्भीर नै छ। प्रहरीका अनुसार यी कम्पनीहरूको कारोबार सुन तस्करी र हुन्डीसँग जोडिएको छ रे। सुन तस्करीसँग पनि? हो, यही सम्बन्धमा दुवै संस्थाका केही व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान पनि भइरहेको छ। हिरासतमै नि? त्यसैले यो केवल नियम उल्लङ्घनको कुरा मात्र रहेन, सङ्गठित अपराधसँगको सम्भावित सम्बन्धतिर पनि सङ्केत गर्छ, जुन निकै चिन्ताजनक विषय हो। निश्चय पनि। राष्ट्र ब्याङ्कले कानुनी आधार के देखाएको छ त यो खारेजीका लागि? मतलब कुन नियम कानुन उल्लङ्घन भएको पाइयो? राष्ट्र ब्याङ्कले स्पष्ट पारे अनुसार यी कम्पनीहरूले भुक्तानी प्रणाली र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रचलित कानुनका विभिन्न प्राविधानहरू उल्लङ्घन गरेका छन्। जस्तै भुक्तानी तथा फचरोट ऐन 2075 अनि सम्बन्धित विनियमावली 2077 र निर्देशनहरू 2081 र अर्को महत्त्वपूर्ण चाहिँ सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 का व्यवस्थाहरू। धेरै कानुनहरू रहेछन्। हो, अन्ततः यही भुक्तानी तथा फचरोट ऐन 2075 को दफा 35 अनुसार लाइसेन्स खारेज गर्ने निर्णय लिएको हो। कानुनी आधार त स्पष्ट देखिन्छ। ठिक छ, यी कम्पनीहरूले कहिले अनुमति पाएका थिए भन्ने पनि त महत्त्वपूर्ण होला नि। धेरै पुराना कम्पनीहरू हुन् कि भर्खरका? त्यही त, त्यो पनि चाखलाग्दो छ। पेवेल नेपालले 2077 असोजमा र सजिलो पेले 2077 चैत्रमा अनुमति पाएका थिए। भनेपछि त धेरै भएको रहेनछ, लगभग 3-4 वर्ष। हो नि, अनुमति पाएको यति छोटो समयमै यति गम्भीर प्रकृतिको अवैध कारोबारमा संलग्नता देखिनु आफैमा ठूलो कुरा हो। हो त, यसले त धेरै प्रश्न उठाउँछ। एकदम। यसै बृहत परिप्रेक्ष्यमा हेर्दा यसले समग्र डिजिटल भुक्तानी प्रणालीको सुरक्षा र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। त्यो त हो नै। अर्कोतिर नियामक निकाय मतलब राष्ट्र ब्याङ्कले अनुमति दिइसकेपछिको सुपरिवेक्षण र अनुगमन कति प्रभावकारी छ वा हुनुपर्छ भन्ने बहस पनि सुरु गराएको छ। खास गरी फिनटेक क्षेत्र यति छिटो परिवर्तन भइरहेको बेला परम्परागत सुपरिवेक्षण पर्याप्त नहुन सक्छ कि भन्ने प्रश्न पनि उठ्यो। हो, प्रविधि अगाडि नियमन पछाडि पर्ने जोखिम सधैँ रहन्छ। त्यसो भए यसको समग्र सन्देश के हो त, संक्षेपमा भन्नुपर्दा? संक्षेपमा, पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज हुनुको मुख्य कारण हुन्डी र तस्करी जस्ता अवैध काममा उनीहरूको संलग्नता पुष्टि हुनु नै हो। प्रहरीले पनि पुष्टि गर्यो, मान्छे पक्राउ परे र विभिन्न वित्तीय कानुन उल्लङ्घन भयो। हो, र यसले के देखाउँछ भने डिजिटल कारोबारले जति सहजता ल्याएको छ त्यससँगै जोखिम पनि उत्तिकै छन्। अनि त्यो जोखिम व्यवस्थापन कति चुनौतीपूर्ण छ भन्ने कुरालाई यो घटनाले फेरि उजागर गरेको छ। भविष्यमा यस्ता संस्थाहरूलाई अनुमति दिँदा र सञ्चालनमा आएपछि पनि नियामक निकायले अझै कडा र निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता देखियो। निश्चय पनि। अब प्रश्न उठ्छ, यस्ता घटनाले डिजिटल कारोबारप्रतिको आम प्रयोगकर्ताको विश्वास घटाउला वा नियामक निकायलाई थप कडा र प्रभावकारी बनाउन दबाब देला? यो भने सोच्नुपर्ने विषय छ है। हो त, हेर्दै जाउँ। यहाँसम्म हामीलाई साथ दिनुभएकोमा धन्यवाद।
हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न अवश्य पनि नभुल्नुहोला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।